नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो च्यानलमा। आज हामी मुस्ताङको पवित्र मुक्तिनाथ मन्दिरको यात्रा गर्दैछौँ। यो भिडियोमा यात्रा दर्शन र सुन्दर दृश्यहरू देखाउनेछु। भिडियोको अन्तिमसम्म रहनुहोला। हाम्रो यात्रा सुरु भयो। हामी अहिले जमसमबाट मुक्तिनाथतर्फको यात्रामा निस्केका छौँ। मुक्तिनाथ पुग्न अझै केही समय लाग्ने भए पनि बाटोभरि देखिने दृश्यले यात्रा निकै रमाइलो बनाइरहेको छ। ल हेर्नुहोस् त साथीहरू, यो दृश्य यो हिमाल पारीको जिल्ला भनेर पनि चिनिन्छ। यति सुन्दर दृश्यहरू यो हेर्दा मनै लोभिन्छ। जमसम समुद्री सतहबाट करिब 2700 मिटर अग्लो छ भने अब यो हामी जहाँ जाँदैछौँ मुक्तिनाथ करिब 3800 मिटरको उचाइमा रहेको छ। त्यसैले हामी बिस्तारै उच्च हिमाली क्षेत्रतर्फ अगाडि बढिरहेका छौँ। मुस्ताङको यो भूभाग नेपालका अन्य ठाउँभन्दा बिल्कुलै फरक देखिन्छ। यहाँका सुक्खा पहाड, चट्टानी संरचना र प्राकिलो भूदृश्यले छुट्टै अनुभव दिन्छ। मुक्तिनाथ धार्मिक रूपमा मात्र होइन, प्राकृतिक सौन्दर्यका हिसाबले पनि निकै विशेष गन्तव्य मानिन्छ। यही कारणले हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गर्दछन्। हामी जति चढ्दै गइरहेका छौँ, मौसम र वातावरण पनि परिवर्तन महसुस हुँदै गइरहेको छ। चिसो हावा, खुल्ला आकाश र हिमाली परिवेशले यात्राको छुट्टै आनन्द दिइरहेको। यात्रा आफैमा गन्तव्य जत्तिकै सुन्दर हुन्छ भन्ने कुरा मुस्ताङको यो बाटोले महसुस गराउँछ। वरिपरिका दृश्यहरू हेर्दै हामी बिस्तारै मुक्तिनाथतर्फ अगाडि बढिरहेका छौँ। साँच्चै यहाँको यो वातावरण, यहाँको यो सुन्दरता देख्दा लाग्छ हामी नेपालमै त होइन कि अन्तै छौँ भन्ने महसुस भयो मलाई त। हेर्नुहोस् त यहाँको यो, मैले त पहिलोचोटि देखेँ यस्तो अनौठो यो ठाउँ। हामी जे होस् मुक्तिनाथको गन्तव्यमा अहिले हामी गाडीबाट झरेर फोटो खिच्दैछौँ। यति सुन्दर ठाउँ भेटेपछि कसको मन नलोभेला र। त्यही भएर हामी एकछिन फोटोसुट गर्दैछौँ यो चट्टानको बिचमा। बाटोभरि कतै स्याउका हरिया बगैँचा त कतै चट्टानी पहाड हाम्रो यात्रा रमाइलो बनाइरहेको छ। चौरी गाईको दुधबाट बनेको चिया। यो चौरी गाउँमा यी भेडाहरू हेर्नुहोस्। कुकुर हुन्छन्, कुकुरै। बाटोमा यो मुस्ताङको स्याउको बगैँचाले सुक्खा पहाडको बिचमा छुट्टै सौन्दर्य भरेको महसुस भयो। हेर्नुहोस् त 3800 फिट माथि यस्तो हरियाली र स्याउको बगैँचा पनि रहेको छ साथीहरू। अब टाउकोमा ल तपाईँ त्यो हाल्नु छ फाइनल्ली हामी मुक्तिनाथ बजार पुग्यौँ। अब मुक्तिनाथ यो बजारबाट मन्दिरसम्मको पैदल यात्राबाट हामी जाँदैछौँ। हेर्दै गर्नु होला है त साथीहरू। अब हिँड्दा पसिना आउँछ। अब हिँड्दा गर्मी भइहाल्छ कि चाहिँदैन। नमस्कार, गर्न जाँदैछु मुक्तिनाथ मन्दिरको भोजदार सर हुनुहुन्छ। नमस्ते, हामी मुक्तिनाथको दर्शन गर्न जाँदैछौँ र हाम्रो टिम हिजोबाट लगातार उकाली ओह्राली झरना भन्ज्याङ डाँडा काँडा सबै छिचल्दै आज मुक्तिनाथको दर्शनको लागि हामी अगाडि बढ्दैछौँ। र मुक्तिनाथमा गइसकेपछि हामी सबैले जीवनको मुक्ति पाउनेछौँ। संसारकै हिन्दूहरूको आस्थाको केन्द्र मुक्तिनाथ तीर्थस्थलको मुख्य प्रवेश गेटमा हामी छौँ। हेर्नुहोस् यो गेट हो।
यो गेटबाट माथि 365 वटा खुट्किलाहरू जो छन् ती पार गर्नुपर्छ। हामी ती खुट्किला पार गर्दै अगाडि बढ्दैछौँ। हामी मन्दिर पुग्ने प्रयासमा छौँ, तर उकालो छ, अक्सिजनको पनि कमी छ। जति अक्सिजनको कमी भए पनि चारैतिरको वातावरण, यो सुन्दरताले हाम्रो थकान पटक्कै महसुस भएको छैन। यो मन्दिर पुग्नको लागि जुन खुट्किला छन् 365, यी खुट्किला हामी चढ्दै चढ्दै अगाडि आफ्नो गन्तव्यतिर हिँडिरहेका छौँ। तर जे होस् आनन्दित छ, थकाइ पनि महसुस भएको अवस्था छैन अहिलेसम्म। निरन्तर म मन्दिर पुग्ने प्रयासमा छु। यो 3800 मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरको लगभग यो सिँढीको पनि आधा म क्रस गरिसकेको छु। अब केही क्षणमा म मन्दिर प्रवेश गर्नेछु। साथीहरू, थकान त बहुत थकान छ। यहाँको तापक्रम अहिले -10 छ, तैपनि गर्मीको महसुस भइरहेको छ। पसिनै पसिना आएको छ। थकान जति सब हटेको छ। कारण यो मुक्तिनाथ मन्दिर आफैमा पनि एउटा अद्भुत छ। म तपाईँहरूलाई केही क्षणमा दर्शन गराउनेछु मन्दिरको। यो सिँढीको बिचमा पुगिसकेपछि यता अलिकता यो ढुङ्गा कक्रिट ठाउँ छ। मान्छेहरूले यहाँ ढुङ्गा खेड्दै एउटा मन्दिर बनाउँदो रहेछन्। किन बनाउँछन् मलाई त थाहा छैन। तर मैले त्यहाँको स्थानीयलाई सोद्धाखेरि एउटा धर्म कमाइन्छ भन्नुभयो। त्यो भएको हुनाले मैले पनि ढुङ्गाको मन्दिर बनाउने प्रयास गरेँ है। जुनले जति माथि ठर्न सक्यो नि उति यो धर्म हुन्छ भन्छ नि। यो ढुङ्गाको बनाउने गुफामा बनायो हो हामीले। माथि कालीचोक पनि होला, पोखरामा होला, कालीचोकमा पनि छ जस्तै। अब यो मन्दिर बनाउनु पर्यो। एकछिन यो ढुङ्गाको मूर्ति बनाइसकेपछि फेरि हामी निरन्तर भड्याङ चढिरहेका छौँ। यी खुट्किलाहरू झन्डै हामीले 300 चढिसकेका छौँ। अब लगभग 65 वटा खुट्किला बाँकी छ होला। मन्दिरको गेटमा पुग्यो। ल आउनु सक्नु भएन भोलि आएपछि। तरी जातो 365 भड्याङ चढेर हामी फाइनल्ली मुक्तिनाथ मन्दिर प्रवेश गऱ्यौँ। यो मन्दिरमा प्रवेश गरेपछि आनन्द, मन शान्त हुँदो रहेछ। यो मुक्तिनाथ मन्दिर संसारका हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो र देश तथा विदेशबाट हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू यो मन्दिरमा दर्शन गर्न आउने गर्दछन्। मुक्तिनाथ मन्दिरमा रहेको यो 108 वटा पानीका धारा, यो धारा तपाईहरू हेर्नुहोस् त, कलकल हिउँबाट पग्लेर बनि आएको धारा हो। हिन्दू मान्यता अनुसार यो धारामा नुहाएपछि मान्छेले जीवनमा गरेका जान अनजानबाट गरेका पापहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। त्यही भएर तीर्थालुहरू यो धारामा नुहाउने गर्दछन्। धेरै चिसो छ। यसका चिसोको बावजुद पनि हामीले पनि यो धारामा नुहायौँ है साथीहरू। हेर्नुहोस् त कति चिसो लागिरहेको छ। 108 धारा नुहाएपछि फेरि यो मुक्तिनाथको दर्शनको एउटा सिस्टम रहेछ। सर्वप्रथम यहाँ 108 धारामा नुहाउने, त्यसपछि अगाडि रहेको मन्दिर अगाडि रहेको पोखरीमा डुबुल्की मान्ने र त्यसपछि मन्दिर दर्शन गर्ने हो। हामी मन्दिर दर्शनको लागि लाइनमा छौँ।
मुक्तिनाथ मन्दिरको दर्शनपछि तपाईँहरूलाई वरिपरिका दृश्यहरू देखाउँदैछौँ। यो हो वरिपरिका दृश्यहरू अनि तपाईँहरू देख्न सक्नुहुनेछ मुक्तिनाथ मन्दिरमा आउने मान्छेहरूको यो घुइँचो, मान्छेहरू कति आउँछन् दर्शन गर्न भन्ने किसिमको कुरो तपाईँहरूले यो लाइनबाट थाहा पाउनुहुनेछ। ऊ बजारदेखिको यो लाइन हो, हेर्नुहोस् त साथीहरू। आजको यो मुक्तिनाथ यात्रा यहीँ सम्पन्न भयो। तर यो यात्रा एउटा गन्तव्य मात्र होइन, प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र शान्त वातावरणले अत्यन्त महत्त्वपूर्ण पनि रह्यो। वेटिङ फर नेक्स्ट भिडियो। थ्याङ्क यू।